म आज तपाईँहरूलाई खतरा स्पाइसी कोरियन बुलडक रामेनको भिडियो लिएर आएको छु। अन्तिमसम्म हेर्नु होला। यो चाहिँ नेपाली कोरियन स्टाइलको हुन्छ अनि स्पाइसी मन पर्नेको लागि चाहिँ एकदम बब्बल रामेन हो। यसलाई चाहिँ 4 मिनट जति बोइल गर्नुपर्छ मजाले। यसलाई चाहिँ 2 मिनट रामेन बोइल भएको 2 मिनटपछि फेरि मैले 2 मिनटको लागि साग एड गरेँ। तर सागलाई चाहिँ 2 मिनट बोइल नगर्नु होला, 1 मिनट गर्नुभयो भने 3 मिनट रामेन मात्र बोइल गर्नुहोस् अनि 1 मिनट चाहिँ साग एड गरेर बोइल गरेर 4 मिनट बोइल गर्नु। 2 मिनट साग बोइल गर्यो भने ओभरकुक हुँदो रहेछ। सो यता रामेन र साग बोइल हुँदैछ, मैले फेरि 2वटा अन्डा राखेँ। उता फेरि अन्डा पाक्छ नि त फ्राई, फेरि यो टाइपको अन्डा बब्बल लाग्छ, एकदम मनपर्छ मलाई। 4 मिनट पुरै बोइल भयो भने यसलाई छान्नु होला। छानेको चाहिँ मैले खिचेन, छानेपछि अनि यसमा स्पाइसी सस एड गर्नु होला। स्पाइसी सस सबै एड गरेर मजाले, तपाईँले स्पाइसी अलिक कम खानुहुन्छ भने हाफ स्पाइसी सस एड गर्नुभयो भने हुन्छ है। तपाईँ स्पाइसी कति खानुहुन्छ त्यसमा गर्नुहोस्। मलाई एकदम स्पाइसी खानुभएको हुनाले फेरि यसमा ब्रेड गरेको रातो खोर्सानी पनि एड गरेँ। यसमा रेड चिल्ली एकदम बब्बल, मलाई स्पाइसी एकदम दामी लाग्छ। सो अनि मजाले चारैतिर दामी तरिकाले मिक्स गर्ने, सबै लाग्ने गरी रातो बनाउनुपर्छ सबैलाई मोलेर। अनि रेडी हुन्छ हाम्रो बुलडक रामेन। वाउ, द फुड स्टेसन स्टाइलमा है। अब रेडी भयो अनि अघि फ्राई गरेको अन्डा फेरि माथिबाट टपिङ गर्नेलाई टक्क लगाएर तपाईँले चाहिँ कस्तो मनपर्छ अनुसार गर्न सक्नुहुन्छ। 1-2वटा अन्डा पनि हालेर हेर्नु त बब्बल देखेन त, हाई हाई हाई। अनि यसमा फेरि आउँछ तिल र डोरीको प्याकेट हुन्छ भित्र एउटा सानो, त्यसलाई माथिबाट अन्डाको माथिबाट टपिङ गर्ने अनि हाम्रो रामेन रेडी बुलडक। तपाईँ पनि बब्बल हुने हो।